यस्तो मजाले डेकोरेसन गरेको रहेछ। नाइटको भ्यू एकदम र यहाँबाट तपाईको इन्डियाको डिस्टेन्स भनेको 0 रहेछ किनभने यो तपाई पछाडीको यो नाला देखिराख्नु भएको छ। यो नाला भन्दा पारी चाहिँ इन्डिया रहेछ, वारी चाहिँ नेपाल रहेको छ। ल गाइज म चाहिँ इंडिया को लोकल बॉर्डर निर आइपुग्न लागेको छु हैन। और मैं उतना हैंडसम नहीं हूँ कि आप लोग चैनल को सब्सक्राइब कर देंगे। हेलो गुड मर्निङ दोस्तों, जय श्री राम। अहिले म बिहानै उठेर अहिले मर्निङ वाक जाँदैछु। यो मेरो वाइफ हैन, अनि मैले चाहिँ जान लागेको छु बोर्डरतिर, जुन चाहिँ इन्डिया र नेपालको लोकल बोर्डरतिर म जाँदैछु। लोकल बोर्डर के कस्तो हुन्छ भनेर म सबै देखाउँछु। त्यहाँ प्रहरीहरुको जिम्मा कसलाई लगाएको। अहिले म चाहिँ मलङमाको रिङ रोडमा आइपुगेको छु हैन। यो चाहिँ रिङ रोड हो, मलङमाको चाहिँ रिङ रोड हो मलङमाको हैन। हाइवे बन्न लागेको रहेछ र यतातिरको भ्यूज हेर्नुहुन्छ भने यस्तो रहेछ। यो बाटोबाट जानुहुन्छ भने बस पार्क पुग्नुहुन्छ। अब चाहिँ यहाँबाट चाहिँ सनवर्षाको लोकल बाटो जान्छ हैन। यतातिर गयो भने सरकारी हस्पिटल जान्छ भने, यतातिर मलङमा बीच बजारमा जान्छ भने यतातिर चाहिँ सनवर्षाको लोकल बाटोतिर जानुहुन्छ। यो घरहरू बनेको थिएन कि आज भोलि चाहिँ बनिसकेको रहेछ। यतातिर चाहिँ सनवर्षाको लोकल बाटो। ल गाइज म चाहिँ इन्डियाको लोकल बोर्डर निर आइपुग्न लागेको छु हैन। र लोकल बोर्डर आउनु भन्दा अगाडिको भ्यूज चाहिँ यस्तो रहेछ हैन। पुरै खाली बस्ती घर पनि बनेको छ हैन, नयाँ नयाँ घर पनि बनेको छ हैन। र बोर्डरमा जानु भन्दा अगाडि म तपाईलाई के भन्दैछु कि हैन, आज भोलि तपाईको पाकिस्तान इन्डियाको चाहिँ लडाई भइरहेछ हैन। र यो बिचमा तपाईको नेपाल र इन्डियाको बोर्डर चाहिँ खुला भएकोले गर्दाखेरि नेपाली मान्छेलाई एकदमै सतर्कता अपनाउनु जरुरी छ। किनभने कताबाट मान्छेहरु घुसपेट गर्छ त्यो थाहा छैन कि। मानौ कि पाकिस्तानकै मान्छे नेपालबाट आएर इन्डियामा वार गर्छ कि इन्डियाको मान्छे नेपालमा आएर पाकिस्तानतिर जाने त बाटो नै छैन हैन। त्यही भएर तापनि सतर्कता अपनाउनु होला हैन। यो चाहिँ मलङमाको ट्रायल सेन्टर हो हैन। यहाँ चाहिँ 4 चक्काको लाइसेन्स निकाल्ने गर्छ। त्यहाँ चाहिँ नेपाली सशस्त्र खटेको रहेछ भने बाइक छ, त्यो बाइक चाहिँ इन्डियामा छ र यतातिर चाहिँ नेपालमा छ है गाइस। अहिले म चाहिँ इन्डिया र नेपालको बीच बोर्डरमा आइसकेको छु, जुन चाहिँ लोकल बोर्डर रहेको छ। मलङमा र सनवर्षाको बोर्डर छ र यहाँबाट तपाईको इन्डियाको डिस्टेन्स भनेको 0 रहेछ किनभने यो तपाई पछाडीको यो नाला देखिराख्नु भएको छ। यो नाला भन्दा पारी चाहिँ इन्डिया रहेछ, वारी चाहिँ नेपाल रहेको छ। म चाहिँ बीच सेन्टरमा रहेको छु र यो नेपाल इन्डियाको बोर्डर चाहिँ एकदमै खुल्ला सिमाना रहेको रहेछ। र यहाँ चाहिँ लोकल बोर्डर, लोकल मान्छेहरु सामान घरको खाद्यान्न बाली ल्याउन लैजानु पर्यो भने यो लोकल बाटो पनि मान्छेहरु जान्छ आउँछ र मेन बाटोबाट पनि जान्छ आउँछ। अहिले देखिराख्नु भएको छ यो चाहिँ खोला हो, सानो खोला हो, नला जस्तै। तर यतातिर गयो भने इन्डिया छ, यतातिर गयो भने नेपाल छ र यो चाहिँ लोकल बोर्डर छ। लोकल बोर्डर तपाईको अहिले प्रहरी सशस्त्र केही छैन। उतातिर एकजना सशस्त्र हुनुहुन्छ हैन। त्यो एकदमै पुरा खुला सिमाना रहेको रहेछ। यो लोकल बाटोबाट पनि तपाईको मोटरसाइकल, साइकल र पैदल यात्रीहरु पनि जाने आउने गर्छ है गाइज। हेलो गाइज, गुड मर्निङ। अहिले बिहानको समयमा म चाहिँ मर्निङ वाक गर्ने बेलामा आउँदाखेरि म चाहिँ अहिले सनवर्षा मलङमाको नेपाल र भारतको बीच बोर्डरमा आएको छु, जुन चाहिँ लोकल बोर्डर रहेछ। अहिले देखिराख्नु भएको छ यो चाहिँ पुरै खुला सिमाना रहेछ हैन, केहीले घेरेको छैन है। यो तपाईँ खोला देखिराख्नु भएको छ, यो नाला जस्तै छ। त्यो पारी गयो भने इन्डिया छ, वारी चाहिँ नेपाल छ। तर यहाँ तपाईको सनवर्षा आउने जाने, इन्डिया जाने आउने तपाईको यहाँबाट पनि जाने गर्छ के। यो चाहिँ एकदमै लोकल बोर्डर रहेछ भन्नाले लोकल बाटो। अहिले म उतातिर इन्डिया र नेपालको बीच बोर्डर म तपाईलाई लोकल बाटो म देखाइसकेको छु हैन। अनि अहिले म चाहिँ फेरि फर्कन लागेको छु आफ्नो नेपाल। त्यो पनि लोकल, त्यो भन्दा नि लोकल बाटो छ के। खेत यतातिर नि खेत, उतातिर नि खेत। यो चाहिँ बाटो है, यो यही बाटो हुँदै हुँदै जानुपर्छ है गाइस। यो खेतमा हेर्नुहुन्छ भने धान बाली लगाएको थियो पहिला। धान बाली लगाइसकेपछि अहिले चाहिँ गहुँ बाली लगाएको रहेछ हैन। अहिले गहुँ बाली लगाएर अहिले पुरै खेतहरु खाली भएछ। यतातिर खेतहरु खोताला गरेको रहेछ भने अरु खेतहरु त्यतिकै खाली रहेको छ।
तो गाइज हम जा रहे हैं पानी भरने के लिए। इधर बोतल है ना, धारा को पानी खाना पड़ता है, नहीं तो बीमार पड़ जाएंगे। इधर भाई लोग है घूम फिर रही है। इधर ऐसा वातावरण है, शाम के टाइम है। ल गाइज म चाहिँ अहिले 3 बिघीनिर आइपुगेको छु होइन। आइपुग्न लागेको छु। यतातिर होटल यस्तो रहेछ है। यतातिर हेर्नुहुन्छ भने 3 बिघी मेन चौक रहेछ है। यतातिर ग्यारेज होइन, यस्तो राम्रो भ्यू, नाइटको भ्यू देखेको छ है गाइज। 3 बिघी चौकनिर चाहिँ यस्तो सजाएको रहेछ है गाइज। यो अर्को फिल्ड देखिरहेको म चाहिँ 3 बिघी चौक हो होइन। यो चाहिँ 3 बिघी चौक हो। यस्तो मजाले डेकोरेसन गरेको रहेछ। नाइट को भ्यू एकदमै राम्रो छ है गाइज। तो मैं अभी 3 बिघी चौक में हूँ और चौक का नज़ारा बहुत अच्छा है, देखने को मिल रहा है। और आप लोग भी आए मलंगवा सरलाही में देखने के लिए। नज़ारा कैसा है, बहुत अच्छा है। तो इधर 3 बिघी फील्ड है, 3 बिघी और सीडी ऑफिस इधर ही है, अदालत आगे है। तो इधर मलंगवा का अदालत है। अभी रात का समय है, बत्ती नहीं बला हुआ है, एकदम अंधेरा छा रही है। अब जो कुछ भी हो, अंधेरा भी है, अंधेरा में भी देखना पड़ता है ना। और मैं उतना हैंडसम नहीं हूँ कि आप लोग चैनल को सब्सक्राइब कर देंगे। बगैर हैंडसम नहीं हूँ तो आप पर भी कर दीजिए, ठीक रहेंगे, अच्छा भी रहेंगे। स्वस्थ रहिए, हंसते रहिए, मस्त करते रहिए। और मैं जाते हूँ पानी भरने के लिए। कितना मस्त व्यू है इसी के। लाइट नहीं तो उतना व्यू बढ़िया न दे ना, तो मस्त व्यू दे के गाड़ी सब। तो गाइज हमने पानी भर कर ले आया है ना, 2 प्लास्टिक में है। 10 बोतल पानी लेकर आया है और जाएंगे, खाएंगे, पिएंगे और सो जाएंगे। तो गुड नाइट, बाय बाय। तो अभी गाइज हमने रूम पर आ चुकी हूँ और पछाड़ी बस पार्क है मलंगवा के। मैं फ्रंट कैमरा में अभी हूँ, बैक कैमरा कर दिखाती हूँ। तो बैक कैमरा करती हूँ तो ये जो बस लगा हुआ है वो बस पार्क है और बहुत अच्छा बस पार्क है, देख सकते हो। और उधर होटल है, लाइट वगैरह बढ़ रही है, इधर भी होटल है। और अभी मैं रूम पर हूँ और अब खाना खाएंगे और सो जाएंगे।